सीमित स्थानमा काम गर्दा सुरक्षामा ध्यान दिनुपर्छ। सीमित स्थान भनेको अक्सिजनको कमी, हानिकारक ग्यासहरूका कारण श्वास फेर्ने समस्या, आगो, विस्फोट जस्ता खतरा हुने स्थान। विशेष गरी गोठको जनावरको मल व्यवस्थापन सुविधा वा अदुवा भण्डारण, गुफा जस्ता ठाउँहरू, साथै किन्वन भएका खाद्य पदार्थ भण्डारण गर्ने बन्द स्थानहरूमा अक्सिजनको अभावका कारण दम घुट्ने दुर्घटना वा विषाक्त ग्यासबाट विषाक्तता हुने घटनाहरू हुन सक्ने भएकाले थप सुरक्षा उपायहरूमा ध्यान दिनुपर्छ। त्यसैले सीमित स्थानमा प्रवेश गर्दा के कस्ता सावधानी अपनाउनुपर्छ? कार्यस्थलमा प्रवेश गर्नु अघि बाहिरबाट नै ग्यासको मात्रा मापन गर्ने उपकरण प्रयोग गरेर अक्सिजन र हाइड्रोजन सल्फाइड जस्ता हानिकारक ग्यासहरूको मात्रा जाँच गरी कार्यस्थलको सुरक्षा सुनिश्चित गर्नुपर्छ। मुख्य काम सुरु गर्नु अघि हावा आउने पालाहरू खोल्नुपर्छ वा भेन्टिलेसन उपकरण प्रयोग गरेर पर्याप्त ताजा हावाको आदान प्रदान गर्नुपर्छ। यो प्रक्रिया काम सकिने बेलासम्म निरन्तर जारी राख्नुपर्छ। यदि भित्रको हावा अवस्था जाँच गर्न नसकिने वा हावा सास फेर्न सहयोग गर्ने सुरक्षा उपकरणहरू जस्तै हावा सास मास्क वा ग्यास डेलिभरी मास्क छैन भने स्वेच्छाले भित्र नछिर्नुहोस्। यो अवस्थामा सास फेर्नका लागि प्रयोग गरिने धुलो मास्क र ग्यास प्रतिरोधी मास्क अत्यन्त अनुपयुक्त छन्। साथै आपतकालीन अवस्थाका लागि तयार गरिएको सिडी र फाइबर डोरी जस्ता उपकरणहरू सही रूपमा व्यवस्था भएको छ कि छैन भन्ने पनि जाँच गर्नुहोस्। काम गर्दा कार्यक्षेत्रको बाहिर कामको स्थिति नियन्त्रण गर्ने निगरानीकर्ता सहित कम्तीमा 2 जना हुनुपर्छ। साथै बेला बेलामा अक्सिजन स्तर चेतावनी यन्त्र प्रयोग गरेर अक्सिजन र हाइड्रोजन सल्फाइड जस्ता हानिकारक ग्यासहरूको मात्रा नाप्नुपर्छ। चक्कर आउने, टाउको दुख्ने वा बान्ता जस्ता अक्सिजन अभाव वा हानिकारक ग्यासका कारण देखा पर्ने लक्षणहरू देखा परेमा तुरुन्तै कार्यक्षेत्रबाट बाहिर जानुपर्छ। उद्धारका लागि आपतकालीन अवस्थामा बन्द ठाउँमा प्रवेश गर्नु परेमा अनिवार्य रूपमा हावा फेर्ने उपाय अपनाउनुपर्छ र सास फेर्नका लागि उपयुक्त सुरक्षा उपकरण प्रयोग गर्नुपर्छ। यस अवस्थामा पनि धुलो रोक्ने मास्क र ग्यास रोक्ने मास्कको प्रयोग गर्नु हुँदैन। अन्त्यमा कार्य समाप्त भएपछि स्वास्थ्य अवस्थाको जाँच गरी पर्याप्त आराम गर्नुपर्छ। साथै प्रवेश गर्नुभन्दा पहिलेको मानिसहरूको संख्या र कार्यपछि बाँकी मानिसहरूको संख्या उस्तै छ कि छैन भनेर सुनिश्चित गर्न प्रवेश गरेका व्यक्तिहरूको संख्या जाँच गर्नु आवश्यक। निसासिएर हुने दुर्घटनाबाट बच्नका लागि सुरक्षा नियमहरू हाम्रो स्वास्थ्य जोगाउनका लागि आवश्यक कदमहरू हुन्।